माननीय सभामुख महोदय, हामी यो संविधानको रचनात्मक विरोध गर्छौँ, यो व्यवस्थाको पनि विरोध गर्छौँ, सदनमा पनि सहभागी हुन्छौँ, सडकबाट पनि खबरदारी गर्छौँ। जुन दिन जनताले हामीलाई बहुमत दिन्छन् त्यो दिन हामी व्यवस्था ढाल्छौँ। संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिक सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनता बाहेक अरू कुराको विरोध गर्न पाइन्छ र परिवर्तन गर्न पाइन्छ। संविधानले नै भनेको छ यी सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता को कुरामा चाहिँ जनमत गर्न पाइन्छ भनेर सकिन्छ भनेर भनेको छ। संविधानभित्र बसेर विरोध गर्ने कि संविधानभन्दा बाहिर बसेर विरोध गर्ने त्यो हाम्रो कुरा हो। कसैले पनि कसैलाई यो व्यवस्था मान्नुपर्छ भनेर पेल्न पाइँदैन। हामी खुलेरै भन्छौँ। मान्यजी विषय केन्द्रित भएर बोल्नु। ओके, अब म आफ्नो संशोधनमा जान चाहन्छु। सभामुख महोदय, मुख्यमन्त्री कार्यालयबाट आएको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण बुँदाहरू छुट्न गएकोमा म आफ्नो संशोधन हालेको छु। समाजवाद, 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 समावेशिता, 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 समानुपातिक, समानुपातिक, समानुपातिक शब्दको रट्टान लाउने सरकारले आफ्नो सिद्धान्त अनुसार काम नगरेको हुनाले मैले संशोधन हाल्दैछु। सभामुख महोदय, स्वास्थ्य बिमा मैले सातवटा बुँदाहरूमा संशोधन हालेको छु। त्यसमा चाहिँ नम्बर 1 मा स्वास्थ्य बिमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको लागि हुनुपर्छ भनेर हालेको छु। किनभने अपाङ्गता भइसकेपछि त्यो घर परिवारसम्म सबैलाई असर गर्छ र त्यो अपाङ्गता सँगसँगै ऊ गरिबीमा पनि पिछडिएको हुन्छ। उसलाई त्यो उपचार गर्दा गर्दा त्यो परिवार नै शिथिल भइसकेको कारणले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य बिमा चाहिँ सरकारले नै गर्नुपर्छ भनेर मैले यो संशोधन हालेको छु। 2 नम्बरमा प्रदेशभरिका सबै अपाङ्गता भएका व्यक्तिहरूको लागि अनुकूलताको आधारमा सहायक सामग्री उपलब्ध गराउनुपर्छ भनेर हालेको छु। किनभनेदेखि अपाङ्गता भएका व्यक्ति अथवा राज्यले पछाडि पारेको भनौँ अथवा आफ्नो लागि आफै केही गर्न नसक्ने व्यक्तिहरूको लागि राज्य हो भन्ने लाग्छ र राज्यले उहाँहरूको लागि हेर्नुपर्छ भन्ने लाग्छ। यो हामीले चढ्ने हुलचेयर, अपाङ्गता भएका व्यक्तिले चढ्ने हुलचेयर, बैशाखी, सेतो छडी लगायत सहायक सामग्री त्यो राज्यले उपलब्ध गराउनुपर्छ। अपाङ्गता भएको त्यो एउटा स्वास्थ्य सामग्री पनि भनिन्छ, त्यसलाई त्यो राज्यले उपलब्ध गराउनुपर्छ भनेर मैले त्यो संशोधनमा हालेको छु। अर्को कुरा, पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि सहयोगीको पनि व्यवस्था गर्नुपर्छ। राज्यले, सङ्घीय सरकारले अथवा प्रदेश सरकारले गर्नुपर्छ भन्ने लाग्छ। किनभने अपाङ्गता भएका व्यक्तिहरू आफै शारीरिक रूपमा कठिनाइ हुने भएकोले दैनिक जीवनयापन गर्नको लागि उसलाई कठिन हुने भएकोले गर्दाखेरि उसलाई एउटा सहयोगी नभई हुँदैन। त्यो राज्यको दायित्व हो। राज्यले सहयोगीको व्यवस्था मिलाउनुपर्छ भनेर मैले त्यो हालेको छु। अर्को कुरा, अपाङ्गता भएका व्यक्तिहरूले निरन्तर प्रयोग गर्ने औषधि पनि निःशुल्क हुनुपर्छ। अघि नै भनिहालेँ मैले, अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा अलिकता असहज हुन्छ, आफै काम गर्न नसक्ने भएकोले गर्दा निरन्तर प्रयोग गर्ने औषधिहरू खरिद गर्नको लागि गाह्रो हुने भएकोले चाहिँ सरकारले त्यो पनि व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। विभिन्न कल्याणकारी राज्यहरू अथवा विकसित देशहरूमा हेर्ने हो भनेदेखि एउटा अपाङ्गता भएको व्यक्ति जो आफै गर्न नसक्ने अथवा अपाङ्गता भएको व्यक्ति मात्रै नभनौँ, अलिकता पछाडि परेको वर्गलाई राज्यले हेरेको हुन्छ, तर हाम्रो सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई मान्छे नगनेको कि जस्तो भान भएको छ। त्यही भएर मैले यो संशोधन हाल्दैछु। हरेक अस्पतालमा एकजना दोभाषेको व्यवस्था हुनुपर्छ भनेर अर्को संशोधन हालेको छु। किनभने बहिरा व्यक्तिहरू अस्पताल जान्छन्, टाउको दुख्यो भनेर गएको बहिरा व्यक्तिलाई पेट दुखेको अथवा छाती दुखेको औषधि दिएर झन् बिरामी भएको अवस्था छ। त्यहाँ बुझ्ने न डाक्टर हुन्छन्, न त्यहाँ बस्ने कर्मचारीले उनीहरूको कुरा बुझ्छन्। त्यही भएको कारणले गर्दाखेरि चाहिँ दोभाषेको पनि व्यवस्था गर्नुपर्छ भनेको छु। अर्को, सरकारी विद्यालयहरूमा समावेशी शिक्षा लागू गर्नुपर्छ। अपाङ्गता भएका बालबालिकाहरूलाई विद्यालयले अनिवार्य भर्ना लिनुपर्छ
भनेर हालेको छु। किनभने अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालयले भर्ना लिन नमानेको अवस्था छ। कुनै विद्यालयहरूमा हाम्रो भौतिक संरचना अपाङ्गता मैत्री छैन भनेर भर्ना लिइँदैन, कुनैमा तपाईँहरूलाई हाम्रो स्कुलमा पढाउँदैनौँ भनेर भर्ना लिइँदैन, अथवा कुनै स्कुलमा तपाईँहरूले पैसा तिर्न सक्नुहुन्न भनेर भर्ना लिइँदैन। यस्तो अवस्था छ। यदि प्रदेश सरकारले जुनसुकै प्रकारका अपाङ्गता भएका बालबालिका आए पनि अनिवार्य रूपमा भर्ना लिनुपर्छ भनेर त्यो नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ भनेर राखेको छु। र अन्तिम बुँदा सबै शिक्षकलाई साङ्केतिक भाषाको तालिम दिनुपर्छ। किनभनेदेखि सबै शिक्षकले त्यहाँ पढाउने शिक्षक त्यहाँ बहिरा व्यक्तिहरू पनि विद्यालयमा पढ्न जानुहुन्छ र उहाँहरूलाई चाहिँ उहाँहरूले बोलेको नसुन्ने भएको कारणले गर्दाखेरि एउटा दोभाषे शिक्षक भयो भनेदेखि उहाँहरूको बुझाइअनुसार दोभाषे शिक्षकले उहाँहरूलाई बुझाउन सक्नुहुन्छ भन्ने लागेर मैले यो 7औं संशोधन हालेको छु। धन्यवाद।